नेपाल सरकारको 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुद्दुम पदमार्ग निर्माण तथा पुनर्निर्माण थालिएको छ। पदमार्ग स्विस सरकार, केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा 1 करोड लागतमा पहिलो चरणको काम सुरु गरिएको हो। पहिलो चरणमा 5.44 किलोमिटर पदमार्ग निर्माण तथा पुनर्निर्माणसँगै 3वटा सार्वजनिक शौचालय, 2वटा रात्रि विश्राम स्थल, 1वटा खानेपानीको धारा निर्माण गरिने जनाइएको छ। यो हाम्रो नेपाल सरकारले घुम्नै पर्ने 100 गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्गलाई हाल स्विस सरकारको 51% र सङ्घीय सरकार, प्रदेश सरकार साथै हाम्रो स्थानीय तहको पनि कन्ट्रिब्युसन सहित करिब 1 करोड रुपैयाँ लागतमा यो पदमार्ग निर्माणको चरणमा रहेको छ। यही निर्माणको चरणमा उपभोक्ता समिति मार्फत भइरहेको कामको सार्वजनिक सुनवाई कार्यक्रममा हामी अहिले मयुङको हाँसपोखरी भन्ने स्थानमा उपस्थित भएका छौँ। मुद्दुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना रहेकाले यसको थप विकास तथा विस्तारमा जोड दिएको गाउँपालिकाले जनाएको छ। कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर यहाँका स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्यका साथ पदमार्ग विस्तार तथा विकासको काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। मुद्दुम पदमार्गमा आउने पदयात्रीको सहज, सुरक्षित र आरामदायी वासस्थानको लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उहाँको भनाइ छ। हाम्रो चाहिँ यसपालि यो नेपाल सरकारको 100औं गन्तव्य सूचीमा परेको टेम्केमय गाउँपालिकामा मुन्दुम पदमार्ग पर्छ, जसलाई चाहिँ यसपालि हाम्रो बजेट भनेको स्विस सरकार, प्रदेश सरकार र स्थानीय सरकार, सङ्घीय सरकार गरेर हाम्रो चाहिँ 1 करोड 85 लाख बराबरको काम सम्पन्न हुने चाहिँ। यसमा चाहिँ नयाँ संरचना हाम्रो जुन पदमार्ग बाँकी रहेका क्षेत्रहरू छन्, मुन्दुम पदमार्ग बनाउन बाँकी, त्यसलाई चाहिँ नयाँ पदमार्ग निर्माण गर्ने र त्यसपछि चाहिँ हामीले त्यसपछि पुनर्निर्माण गर्ने। जुन मुन्दुम पदमार्ग निर्माण भइसकेका ठाउँहरू छ त्यो ठाउँहरूमा चाहिँ हामीले खानेपानीको व्यवस्था गर्ने, शौचालयहरूको व्यवस्था गर्ने र हामीले चाहिँ वासस्थान जहाँ चाहिँ त्यहाँनिर गोठीस्टे पनि छैन, होमस्टे पनि छैन र त्यो ठाउँमा चाहिँ पर्यटकहरू, आन्तरिक तथा बाह्य पर्यटकहरू आउनु हुँदाखेरि त्यहाँ बास बस्नु परेको खण्डमा उहाँहरूलाई चाहिँ बास बस्ने वासस्थानहरू निर्माण कार्य भइरहेको छ। र अहिले हाम्रो चाहिँ यो चाहिँ दलसिंहेदेखिको यता विभिन्न ठाउँहरूमा हाम्रो चाहिँ खानेपानीदेखि शौचालयहरूदेखि दलसिंहे एरियामा चाहिँ हाम्रो मुन्दुम पदमार्ग बनिसकेको छ। त्यो ठाउँमा चाहिँ पुनर्निर्माणको काम भइरहेको छ। अहिले हामी त्यो ठाउँमा चाहिँ वासस्थान बनाइरहेका छौँ र ठाउँ ठाउँमा हामीले शौचालयहरू गरेर हामीले यो चाहिँ निर्माण कार्य अहिले भइरहेको छ। पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत दिगो र नवीनतम पर्यटन विकासको अवधारणा अनुसार यहाँ काम भइरहेको छ। पदमार्गमा रहेका होटल व्यवसायीहरूको क्षमता अभिवृद्धिसँगै पाहुनालाई दिने सेवा तथा व्यवहारको विषयमा तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन हुने जनाइएको छ। यो पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको लक्ष्य भनेको चाहिँ हाम्रो समुदाय, यही पदमार्ग वरिपरि रहेको समुदायहरूको चाहिँ जीवन स्तरमा उकास्ने, जसमा चाहिँ दिगो र नवीनतम पर्यटनको माध्यमबाट भनेको छ र यसमा चाहिँ हाम्रो यहाँ रहेको संस्कृतिलाई चाहिँ संरक्षण गर्दै भनेको छ। यसको लक्ष्य भनेको चाहिँ विशेष गरी यहीँको समुदायको चाहिँ आर्थिक स्तरमा चाहिँ वृद्धि गर्ने लक्ष्य रहेको छ। र यो परियोजना अन्तर्गत चाहिँ 4वटा कम्पोनेन्टहरू रहेको छ र यो परियोजनामा चाहिँ पदमार्ग निर्माण मात्रै नभएर यसमा चाहिँ पुनर्निर्माण हुन्छ पहिलो नम्बरमा, र दोस्रो नम्बरमा चाहिँ यो पदमार्ग निर्माण भइसकेपछि यहाँ आउने पर्यटकहरूलाई पर्यटकीय गन्तव्य स्थलहरूको चाहिँ एउटा ब्रान्डिङ गर्ने, प्याकेजिङ गर्ने र यसलाई चाहिँ प्रमोसन गर्ने भनेको छ दोस्रो नम्बर। तेस्रो नम्बरमा चाहिँ हाम्रो यहाँ पदमार्गमा आधारित जति पनि हाम्रो यहाँ सम्बन्धित व्यक्तित्वहरू रहेको छ, सम्बन्धित निकायहरू रहेको छ, उहाँहरूको लागि चाहिँ एउटा यो क्यापेसिटी बिल्डिङ सम्बन्धी ट्रेनिङहरू चलाउने। अब जस अन्तर्गत अब सर्टमा भन्नुपर्दाखेरि चाहिँ हाम्रो यहाँ रहेको होटल व्यवसायहरू, त्यसपछि यहाँसँग सम्बन्धित व्यक्तित्वहरूलाई चाहिँ ट्रेनिङ दिएर उहाँहरूलाई चाहिँ अब कसरी पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ भन्ने कुरा रहेको छ। र अर्को रहेको छ यहाँ हाम्रो पालिका मार्फत यो जुन कार्यक्रम गर्दाखेरि चाहिँ अथवा यो पर्यटन सम्बन्धी चाहिँ नीति निर्माणमा पनि सहयोग गर्ने भनेर यसरी। मुन्दुम पदमार्ग नेपाल सरकारको 100 गन्तव्यमा सूचीकृत मार्ग रहेकाले
जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ। पर्यटन प्रवर्धन गरेर आय आर्जनमा जोड्न पदमार्गले टेवा पुग्ने गाउँपालिकाको भनाइ छ। र यो ट्रेल भनेको अत्यन्त महत्त्वपूर्ण ट्रेल हेर्नुहोस्, नेपालको 100औं गन्तव्य स्थानमा परेको ट्रेल हो हेर्नुहोस्, यो पदमार्ग त्यो हेर्नुहोस्। त्यसो भएको हुनाले पनि हामीले अत्यन्त ध्यान दिएर अत्यन्त मेहनत गरेर बनाउनु पर्ने हुन्छ। र टेम्केमोयो गाउँपालिकाको त 1 नम्बर यो चाहिँ तपाईँको चाहिँ हाम्रो चाहिँ पदमार्ग हो। यसलाई व्यवस्थित गरेर यसलाई राम्रो बनाएर चलाउन सकियो भने हाम्रो धेरै चाहिँ आय स्रोत चाहिँ यहाँबाट चाहिँ तपाईँको आय स्रोतले चाहिँ हाम्रो गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ। हेर्नुहोस्, यसलाई धेरै अहिले सरस्वती त बाटो मात्रै होला हेर्नुहोस् होइन, तर यसलाई सबैसँग जोडिएको छ। हेर्नुहोस्, होटल व्यवसायसँग जोडिएको छ, कृषि उत्पादनसँग जोडिएको छ, यो सबै कुरो सँग जोडिएको छ। हेर्नुहोस्, किनभने यो ट्रेलमा चाहिँ थुप्रै चाहिँ टुरिस्टहरू हाम्रो पदमार्गहरू मार्गीहरू आउनुभयो भने हामीले उत्पादन गरेर यहीँ बेच्ने। हेर्नुहोस्, त्यसो बेचेपछि हामीले उत्पादन गरेको चिज पनि बिक्री भयो, हाम्रा होटल व्यवसाय पनि चले। हेर्नुहोस्, हामीले चाहिँ अन्य चाहिँ व्यवसाय गरेर पनि यहाँ चाहिँ हाम्रो जीविका उपार्जन गर्न सकिन्छ। त्यसो भएर तपाईँहरूले मेरो आग्रह अत्यन्त मेहनत गरेर बनाउनु भयो भने यो हाम्रै लागि भनेर बुझ्नु पर्यो। यो पदमार्ग देखाएर हामीले आय आर्जन गर्ने एउटा हाम्रो यो गन्तव्य सबभन्दा ठुलो कुरो तपाईँ हामीमा यो पनि बनोस्। यो मुन्दुम पदमार्गमा काम गर्दै गर्दा यहाँहरूमा यसको पनि विकास होस् कि हामी चेतना अब कस्तो बनाउनु पर्ने रहेछ। हामी मुन्दुम पदमार्गमा काम गरेको छौँ, दिनको 1300ले बोलेको के अरे 1300 भनेर लोभिएका छौँ, कतिपय आएका छौँ। तर यो पदमार्गमा काम गर्दाखेरि तपाईँहरू त्यत्तिकै तपाईँहरूलाई समस्या छ। हाम्रो दिनको 1300 ठुलो होइन, तर हाम्रो मेहनत ठुलो, हाम्रो परिश्रम ठुलो हो। त्यो भएको हुनाले यो हाम्रो परिश्रमलाई बुझ्ने कोसिस गर्नुपर्छ र हामीमा चेतना अब जाग्नै पर्छ। पर्यटनलाई संस्कार संस्कृतिसँग जोड्दै यहाँका स्थानीयको जीविकोपार्जनमा पदमार्गले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो। पदमार्ग पर्यटन विकास गरेर हाम्रो स्थानीय तहका सम्पूर्ण मानिसलाई, सम्पूर्ण जनतालाई चाहिँ अलिकति जीवनस्तर माथि उकास्ने नै हो। र आन्तरिक तथा बाह्य पर्यटक ल्याएपछि हामी कृषिसँग पनि जोडेर हाम्रो ठाउँलाई चाहिँ केही न केही गर्छौँ भन्ने कुरा हो। र मुख्यतः चाहिँ हामी हाम्रो ठाउँको जीवनस्तर उकास्नको लागि हो। र आज हामीले चाहिँ सार्वजनिक सुनवाई पनि गरेका छौँ। यो पटक अब 1,85,00,000 इन्फ्रास्ट्रक्चरको कामहरू हुन्छ। त्यसमा हामी चाहिँ रोड, बास, टोयलेट, खानेपानी, त्यसै गरी ट्रेलको लागि बाटोहरू निर्माण गर्ने क्रममा हामी यो आर्थिक वर्ष त्यति गर्नेछौँ। र फेरि भने मुख्य उद्देश्य हामी यो पर्यटन प्रवर्धन गरेर स्थानीय तहको सम्पूर्ण जनताहरूलाई चाहिँ एउटा जीवनस्तर उकास्नको निमित्त चाहिँ यो ट्रेल क्षेत्रको विकास गरेर पर्यटनलाई विकास गरेर अगाडि बढाइयो भने मात्रै। र हामी कृषिसँग जोडेर पर्यटन र कृषि, प्रकृति, संस्कार, संस्कृतिसँग जोडेर हाम्रो ठाउँलाई चाहिँ एउटा आय आर्जनको माध्यम बनाएर अघि बढ्ने भन्ने नै हो। यो पदमार्ग क्षेत्रमा टेम्केमयु गाउँपालिकाका 107 जनाले काम गरिरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष रहिम राईले जानकारी दिनुभयो। पदमार्ग निर्माणले पर्यटनको विकाससँगै स्थानीय स्तरमा रोजगारीको सिर्जना भइरहेको उहाँको भनाइ छ। पदमार्ग क्षेत्रमा 6वटा समूह निर्माण गरेर विभिन्न स्थानमा काम भइरहेको उहाँले जानकारी दिनुभयो। अहिले चाहिँ हामीले यहाँ 6वटा समूह बनाएको छौँ। तपाईँको 1, 2, तपाईँको 3, 4 अनि 9 गरेर जम्मी हामीले 6वटा समूहले काम गरिरहेछौँ। अहिले हाम्रो काम चाहिँ तपाईँको यो सिडी हाल्ने काम भइरहेछ।
कतिपय ठाउँमा तपाईँको सेट हाउस बनाएको छ, विश्राम घर, टोइलेट, अनि तपाईँको कतिपय ठाउँमा तपाईँको डस्टबिन इत्यादि त्यस्तै कामहरू हामीले अहिले बनाइरहेको। विशेष गरी धेरै चाहिँ तपाईँको बाटोमै बनाइरहेको छ। दलसिङ्गेमा एउटा विश्राम हाउस बनिएको छ, अनि त्यसपछि तपाईँको तिनथुम्केमा पनि सेट हाउस नै बन्दैछ। अनि त्यहाँदेखि एकैचोटि यहाँ छम्मा भनौँ 28 च्यानस त्यस्तै 28 छम्माबाट तपाईँको ताराखसे पोखरीसम्म अहिले लगभग अब 1 हप्ताभित्रमा हामीले त्यहाँको चाहिँ काम सक्छौँ होला। त्यसपछि हामी फेरि त्यो छम्माबाट कन्टिन्यू यता मुयुङ हुँदै 1 रातेसम्म हाम्रो लाने योजना छ। आफ्नो क्षेत्रको विकाससँगै यही नै रोजगारी पाउँदा स्थानीयवासी खुसी भएका छन्। यहाँ काम गरेर कमाएको पैसाले घर खर्च चलाउन सहजता भएको उनीहरूको भनाइ छ। अहिले यो मुदुम पदमार्गमा निर्माण भइरहेको ठाउँमा चाहिँ कोष अध्यक्षको भूमिका निर्वाह गर्दै मैले पनि यहाँ रोजगार पाइरहेको छु। दैनिकी रूपमा दैनिकी 1300 गरेर यो मैले पाएको रोजगारले चाहिँ पारिवारिक टेवा हुन्छ भन्ने एउटा आशाले काम गरिरहेको छु। किनभने ट्याम्के मयौँ हाम्रो गाउँपालिकामा चाहिँ अहिले मुदुम ट्रायलको चाहिँ एउटा यो के भनौँ हाम्रो पर्यटन विकासको यो खुलेको रोजगार जस्तै खुलेको हुनाले चाहिँ हामी अब कतिपय धेरै जसो युवाहरूलाई चाहिँ अब वैदेशिक रोजगार धाउनु परेको छैन। आफ्नो घर वरिपरि बसेर चाहिँ आफ्नो फ्यामिलीसँग घुलमिल भएर काम गर्नु पाइएको छ। गाउँघरको एउटा विकासको निमित्त काम गरिएको छ। प्रकृतिको यो सुन्दर अनुपम अनि यो पवित्र भूमिमा यो काम भइरहँदा प्रकृतिमा एउटा फुलबुटा भन्ने काम भएको छ र एउटा त सूचना पनि महत्त्वपूर्ण हो, त्यो त भइसकेको छ र त्यस कारणले गर्दा यो संरचना बनिरहँदा त्यो ठाउँमा शान्ति सुरक्षा छ, बस्ने ठाउँ छ, खानेपानी छ, अनि हिँड्ने बाटो सजिलो छ। पदमार्ग जुन बनाइरहेको त्यो जुन मुदुम ट्रेल चाहिँ एकदम सजिलो छ भन्ने खालको सूचना गइरहँदा चाहिँ अब आन्तरिक र बाह्य पर्यटकहरू आइदिनु हो भने यो ट्याम्केमाको आर्थिक उन्नति गर्ने एउटा महत्त्वपूर्ण पाटो बन्नेछ। पदमार्गको विषयमा सार्वजनिक सुनवाई गरेर योजनाको लागत, योजना सञ्चालन पद्धति, योजना सञ्चालन हुने क्षेत्र, पदमार्ग निर्माण अवधि लगायतको विषयमा सरकारवाला पक्षलाई जानकारी दिएको छ। पदमार्गको निर्माण तथा पुनर्निर्माणको लागि स्विस सरकारको 51%, गाउँपालिकाको 22%, केन्द्र सरकारको 5% र प्रदेश सरकारको 22% साझेदारी रहेको छ। यही आर्थिक वर्षमा दोस्रो चरणमा 85 लाख बराबरको निर्माणको काम हुने जनाइएको छ।